हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ आजको भिडियोमा। आजको भिडियो केको बारेमा रहेको छ भनेर तपाईहरुले टाइटल र थम्बनेलबाट थाहा पाइसक्नु भएको छ। यस साथीहरु, अब आउने आइपिओ को बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु र यो आइपिओ जारी गर्ने कम्पनीको नाम रहेको छ सान्वी इनर्जी लिमिटेड रहेको छ र यो कम्पनीको बारेमा र यो आइपिओ कहिलेसम्ममा निष्कासन हुन्छ त्यसको बारेमा सम्पूर्ण जानकारी दिने छु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। कम्पनीको परिचयबाट सुरु गरौँ भिडियोलाई। सान्वी इनर्जी लिमिटेड सन् 2011 मा स्थापना भएको एक निजी क्षेत्रको जलविद्युत कम्पनी हो। यस कम्पनीले हाल इलाम जिल्लामा अवस्थित 2वटा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। त्यो जलविद्युत आयोजनाहरू के रहेको छ भने जोगमाई खोला सानो जलविद्युत आयोजना जुन 7.6 मेगावाटको रहेको छ र अर्को रहेको छ जोगमाई क्यास्केड जलविद्युत आयोजना जुन 5.2 मेगावाटको रहेको छ। यसरी यो कम्पनीले 2वटा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ र यो कम्पनीले खुलाउन गइरहेको आइपिओ को विवरणको बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। सान्वी इनर्जी लिमिटेडले नेपाल धितो पत्र बोर्ड SEBN बाट आइपिओ जारी गर्न अनुमति पाएको छ। कम्पनीले कुल 37,90,000 फिर्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ, जसको अंकित मूल्य प्रति शेयर 100 रुपैयाँ रहेको छ। यसरी कम्पनीले कुल 37 करोड 90 लाख रुपैयाँ संकलन गर्नेछ। यसरी जलविद्युत क्षेत्रको आइपिओ एकदमै ठूलो संख्यामा खुल्न गइरहेको छ र तपाईहरुले यो आइपिओ लाई नछुटाउनु होला। र आइपिओ निष्कासन यो कम्पनीले 2 चरणमा गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि शेयर निष्कासन गर्नेछ। दोस्रो चरणमा भने सर्वसाधारण कम्पनीका कर्मचारीहरु र म्युचुअल फन्ड योजनाहरुका लागि शेयर निष्कासन गरिनेछ। र यो शेयर भर्नका लागि तपाईहरुले मेरो शेयर पोर्टलबाट सजिलैसँग अनलाइन मार्फत गर्न सक्नुहुनेछ। अन्ततः यो कम्पनीले यही चैत्र महिनामै यो आइपिओ खुलाउनेछ। सम्भवतः अर्को हप्तामा यो आइपिओ चाहिँ खुलाउनेछ। तसर्थ तपाईहरु पनि यो कम्पनीमा आइपिओ भर्नका लागि तयारी अवस्थामा रहनु होला। र आजको भिडियो यति नै थियो। तपाईहरुले कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। र यस्तै आइपिओ रिलेटेड भिडियो अन्य टेक रिलेटेड भिडियोहरु हेर्नका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला र साथीहरुसँग पनि तपाईहरुले शेयर गर्न सक्नुहुनेछ। थ्यांक्स फर वाचिङ।